यसको नि फेरि हल्का भन्नु त फेरि यसको बारेमा यसको यो भन्छु न सुन यो भन्छु माथिबाट चल्ने पङ्खाको मोडेल भनेको विद्युतको पहुँच नपुगेको विद्युत आपूर्ति नभएका अवस्थामा पनि ब्याट्रीको शक्तिबाट चल्ने पङ्खा हो। यसमा सानो डिसी मोटरको प्रयोग गरेर पङ्खाले आफ्नो पङ्खा घुमाउँछ र हामीलाई हावा दिन्छ। यसका धेरै फाइदा रहेका छन्, जसमध्ये म 3वटा फाइदाहरू भन्न गइरहेको छु। लोड सेडिङ भएको वा विद्युतको पहुँच नपुगेको क्षेत्रमा यसको धेरै उपयोग हुन्छ। यो सानो भएकाले सहजै बोकेर हिँड्न सकिन्छ। यसलाई विज्ञान परियोजनाका लागि पनि बढी उपयोगी मानिन्छ। धन्यवाद। के हो त यो कसरी के हुन्छ यसको अब निस्किन्छ उम्लेर के हो त यो पानीबाट चल्ने मिल बनाउनु भएको यता हाउस फ्यान यो चाहिँ हाउस फ्यान भनिन्छ। यसलाई चाहिँ यहाँ पानी छाड्ने भनिन्छ। यसलाई चाहिँ फिल्टर हो फिल्टर। अनि यो चाहिँ यस्तो घाँस काट्ने मेसिन काट्छौ। एउटा हो न म भइहाल्छ काट्छ। यसको चाहिँ त्यही हो काम। यता के आयो अझै कोड जनाउने वस्तु कोड बनाउने जनाउने के कोड जनाउँछ त्यसले भन्ने भन्नु न हजुर भन्नु न अलिअलि के हो त यो कस्तो हो त यो के छ भयो उड्छ उड्न चाहिँ उड्थ्यो के हो राजाहरू यो चाहिँ भन्नु न के हो पार्टीबाट सूत्र त्यसैले हामीलाई यो र यो जोडा यो हुन्छ सरी अलिक काट्नु मिस्टेक भयो इससे किसी हो सकता है
H square is equal to P square plus B square प्रमाणित गर्ने हो चाहिँ अनि यो चाहिँ यो लेख्न लेख्न भएको वृत्तको क्षेत्रफल निकाल्ने तरिका यता विवेकको कस्तो त्रिभुज हो कोणहरू अब त्रिभुजको भित्री यो कोण चाहिँ 180 डिग्री हुन्छ भनेर म अब यसलाई प्रमाणित गर्छु सर यो लेख्नको पेजको सुरु गर्ने सरस्वती माध्यमिक विद्यालय सैदपुरको उनानब्बे हस् धन्यवाद र वार्षिक उत्सव सराहनीय भाइबहिनीहरू के हो यो दर्शक श्रोताको रूपमा हामी विद्यार्थी भाइबहिनीहरूलाई पनि बसाइ व्यवस्थापन गर्न हावाको चापबाट धाराहरू अनुरोध गर्दछु यो सदनात्मक मान्छे हराइसकेछन् है यो सदनात्मक प्रतियोगिता भएकोले आफ्नो सबैलाई हौसला दिनको निमित्त सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू यहाँ अगाडि आएर बस्नुको लागि म निस्किन्छ भाइ यो चाहिँ यो चाहिँ ढोल्क्यानो रहेछ भयो किसिमको समूह निस्किन्छ गर न ल गरिदिएला फटाफट गर नि जाऊ उहाँ सरले सुरु गर्न आँट्नु भयो 89 वार्षिक उत्सव कति थिएन र लाइन छैन भाइ